प्रिय दर्शकवृन्द, यहाँहरूलाई यस च्यानलमा हार्दिक स्वागत छ। आज म तपाईहरूलाई काठमाडौँ उपत्यकाको एक महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक गन्तव्य कीर्तिपुर नगरपालिका 4 स्थित मत्स्य गाउँको ऐतिहासिक मत्स्यनारायण मन्दिर र यहाँ लाग्ने प्रसिद्ध मत्स्यनारायण मेलाको यात्रा गराउँदैछु। हरेक वर्ष हजारौं भक्तजन भगवान विष्णुको मत्स्य अवतारको दर्शन तथा पूजा गर्न यहाँ आउने गर्दछ। यो मेला केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई नेपाली संस्कृति, परम्परा, स्थानीय अर्थतन्त्र तथा सामुदायिक एकताको एक उत्कृष्ट उदाहरण पनि। आउनुहोस् हामी सबै मिलेर यस पवित्र मेलाको इतिहास, धार्मिक महत्त्व, सांस्कृतिक गतिविधि र यहाँको अनुपम वातावरणबारे विस्तृत रूपमा जानकारी। हाम्रो यात्रा बिहान सबेरै सुरु भयो। मन्दिरतर्फ जाने सडकहरू भक्तजनहरूले भरिन थालेका थिए। परिवारका सदस्यहरू, ज्येष्ठ नागरिकहरू, युवा युवतीहरू तथा बालबालिकाहरू सबै आफ्ना पूजा सामग्री बोकेर मन्दिरतर्फ अग्रसर भइरहेका। मत्स्यनारायण मन्दिर भगवान विष्णुको मत्स्य अर्थात् माछा अवतारलाई समर्पित एक प्राचीन धार्मिक स्थल हो। हिन्दू धार्मिक मान्यता अनुसार सृष्टिमा महाप्रलय आउँदा भगवान विष्णुले मत्स्य अवतार धारण गरी मानव सभ्यता तथा वेदहरूको रक्षा गर्नुभएको थियो। यही दिव्य अवतारको स्मरणमा मत्स्यनारायणको पूजा गर्ने परम्परा विकसित भएको मानिन्छ। मत्स्य शब्दको अर्थ माछा हो भने नारायण भगवान विष्णुको अर्को नाम हो। त्यसैले मत्स्य नारायण भगवान विष्णुको मत्स्य अवतारको प्रतीक हो। शताब्दीदेखि भक्तजनहरू यहाँ दर्शन गर्न आउने गरेका छन्। विशेष धार्मिक अवसरहरूमा यहाँ पूजा गर्दा पुण्य प्राप्त हुने, मनोकामना पूरा हुने तथा आध्यात्मिक शान्ति प्राप्त हुने विश्वास रहिआएको छ। त्यस कारणले गर्दा मत्स्यनारायण मन्दिर आज पनि काठमाडौँ उपत्यकाका प्रमुख तीर्थस्थलहरूमध्ये एक मानिन्छ। विभिन्न जात जाति, भाषा र संस्कृतिका मानिसहरू एउटै स्थानमा भेला भई उत्सव मनाइरहेको दृश्यले नेपालको विविधतामा एकताको सुन्दर उदाहरण प्रस्तुत गरिरहेको थियो। धर्म, संस्कृति र सामाजिक सद्भावको यो सङ्गमले मेलालाई अझ विशेष बनाएको छ। मत्स्यनारायण केवल धार्मिक गन्तव्य मात्र नभई प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल पनि हो। मन्दिर परिसर तथा आसपासका क्षेत्रबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। विशेष गरी बिहानको समयमा देखिने उपत्यकाको दृश्य अत्यन्त आकर्षक र मनमोहक हुन्छ। शीतल हावा, हरियाली वातावरण तथा उदाउँदै गरेको सूर्यको किरणले सम्पूर्ण क्षेत्रलाई स्वर्गीय अनुभूति दिलाउँछ। यही कारणले धेरै पर्यटक तथा फोटोग्राफरहरू पनि यहाँ आउने गर्दछन्। मत्स्यनारायण मेलामा भक्तजनहरूको अत्याधिक भिड हुने भएकोले दर्शन गर्न लामो समय कुर्नुपर्ने अवस्था पनि आउँछ। हाम्रो भ्रमणका क्रममा देशका विभिन्न भागबाट आएका हजारौं भक्तजनहरू दर्शनका लागि लामबद्ध थिए।
लामो लाइन भए पनि भक्तजनहरू धैर्यतापूर्वक आफ्नो पालो पर्खिरहेका थिए। कसैले भजन गाइरहेका थिए भने कसैले जप तथा ध्यान गरिरहेका थिए। विशेष गरी स्थानीय किसानहरूले आफ्नो खेतबारीमा उत्पादन गरेका ताजा कृषि उपज बिक्री गरिरहेका थिए। यस्ता मेलाले किसान, साना व्यवसायी तथा स्थानीय उद्यमीहरूलाई आफ्नो उत्पादन बिक्री गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्दछ। स्थानीय उत्पादनको प्रवर्धन तथा ग्रामीण अर्थतन्त्रको विकासमा यस्ता मेलाहरूले महत्त्वपूर्ण भूमिका खेल्छ। घण्टौँसम्म लाइनमा उभिनु शारीरिक रूपमा कठिन भए पनि भगवानप्रतिको आस्था र श्रद्धाले भक्तजनहरूलाई उत्साहित बनाइरहेको छ। लामो प्रतीक्षापछि अन्ततः हामीले मन्दिरभित्र प्रवेश गर्ने अवसर प्राप्त गर्यौँ। दर्शनको त्यो क्षण अत्यन्त भावुक र आध्यात्मिक अनुभूतिले भरिएको थियो। भक्तजनहरूले फूल, प्रसाद तथा विभिन्न पूजा सामग्री अर्पण गर्दै भगवान मसिनारायणसँग आफ्नो तथा परिवारको सुख शान्ति, स्वास्थ्य र समृद्धिको कामना गरिरहेका थिए। मत्स्यनारायण मेला नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ। आधुनिकताको प्रभाव बढ्दै गएको वर्तमान समयमा यस्ता परम्परागत मेलाहरूले नयाँ पुस्तालाई आफ्ना संस्कृति, परम्परा तथा इतिहाससँग जोड्ने काम गर्दछ। यसले सामाजिक सम्बन्धलाई बलियो बनाउनका साथै संस्कृति, पहिचान संरक्षणमा समेत योगदान पुर्याउँछ। मत्स्यनारायण मेला धार्मिक महत्त्वसँगै स्थानीय अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण अवसर हो। मन्दिर जाने बाटोभरि व्यवस्थित रूपमा विभिन्न पसल तथा स्थलहरू राखिएका थिए। यहाँ फलफुल, तरकारी, स्थानीय परिकार, मिठाई, पूजा सामग्री, खेलौना, हस्तकला तथा दैनिक उपभोग्य वस्तुहरू बिक्री भइरहेको देख्न सकिन्थ्यो। नेपाल प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण देश हो। तर धेरै पटक हामी विदेशी गन्तव्यबारे बढी चर्चा गर्छौँ र आफ्नै देशका महत्त्वपूर्ण स्थानहरूलाई पर्याप्त महत्त्व दिँदैनौँ। मत्स्यनारायण जस्ता धार्मिक तथा सांस्कृतिक स्थलहरूको भ्रमणले आन्तरिक पर्यटनलाई प्रवर्धन गर्दछ। यसले स्थानीय व्यवसायलाई सहयोग पुग्नुका साथै सांस्कृतिक सम्पदाको संरक्षणमा समेत सकारात्मक प्रभाव पार्छ। हामी सबैले आफ्नो देशका यस्ता महत्त्वपूर्ण स्थलहरूको भ्रमण गरी नेपालको गौरवशाली इतिहास, संस्कृति र परम्परालाई विश्व सामु चिनाउन योगदान गर्नुपर्दछ। मत्स्यनारायण मेला हाम्रो यात्राको
अत्यन्त स्मरणीय, ज्ञानवर्धक तथा आध्यात्मिक अनुभवले भरिएको रह्यो। हामीले यहाँ भक्तिभाव, सांस्कृतिक विविधता, स्थानीय उत्पादन, सामुदायिक एकता तथा प्राकृतिक सौन्दर्यको अद्भुत सङ्गम देख्न पायौँ। यो मेला केवल धार्मिक कार्यक्रम मात्र होइन, नेपाली समाजको जीवन्त संस्कृति र पहिचानको उत्सव पनि हो। यदि तपाईँले अहिलेसम्म मत्स्यनारायण मेला भ्रमण गर्नुभएको छैन भने अवसर मिल्ने बित्तिकै एकपटक अवश्य भ्रमण गर्नुहोस्। यहाँको वातावरण, आस्था, संस्कृति र प्राकृतिक सौन्दर्यले तपाईँलाई अविस्मरणीय अनुभव प्रदान गर्नेछ। आजको भिडियो यति नै। भिडियो मन परेमा लाइक, सेयर र च्यानल सब्सक्राइब गर्न नभुल्नुहोला। नेपालका यस्तै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाबारे थप सामग्री लिएर फेरि भेटौँला। धन्यवाद। नमस्कार।